ल साथीहरु, सुँगुरको कलेजोमा चाउमिन नुडल्स पनि एकदम लोकल र यो चाहिँ बन्दाकोपी पनि मिसाउँदै गरेको अवस्था हो। त्यसपछि गएर धनिया, यो चाहिँ चाइनिज धनिया रे, मैले पनि नौलो लाग्यो, फर्स्ट टाइम देखेको, रुममै उत्पादन गरेको यो चाहिँ लगाउँदैछु मैले। गन्ध चाहिँ एकदम राम्रो लाग्यो यसको मलाई पनि। अब चाहिँ खाने निर्णय गरिसके। यो चाहिँ काँक्रा, सलाद अनि कागती। तल चाहिँ रहेको छ मासु, सुँगुरको कलेजो। त्यसपछि रहेको छ यतापट्टि चाहिँ खाना। यो चाहिँ खाना, राइस कुकरमा खाना पनि पाकिसकेको छ, तर बिचमा आएर चाउमिन खाने सोच गरियो। त्यसपछि लिएर यो चाहिँ चाउमिन मेरो। यो चाहिँ दाल हो, दाल पनि पाकिसकेको छ। मैले चाहिँ भोक लागेर स्टार्ट पनि गरिसकेँ। साथीहरू चाहिँ एकछिनपछि मात्रै खाने भने, शीतन पहिला खाने गर्छन् साथीहरू, त्यसपछि मात्रै खाना। मैले चाहिँ भोक लाग्छ, त्यही भएर स्टार्ट गरिसकेँ पनि। साथीहरूको चाहिँ अलिकति निर्णय भयो कि पछाडि खाने। मैले चाहिँ धमाधम स्टार्ट गर्न थालिसकेँ। ल त धन्यवाद।